होप आशा मैले भने मैले बजाएको कसम यो त मैले बजाएको अपर्च्युनिटी अपर्च्युनिटीलाई नेपालीमा तपाईले अपर्च्युनिटी पाउनु भएको लङ्स फोक्सो हो र झन्डै कलेज ग्र्याटिट्युड सिकिरहँ थाहा पाइरहँ वर्डहरू पोसिबिलिटी सम्भावना मैले बजाए तपाईले किन भन्नु तैँले भन्दै भन्दैनस् त अघि मैले के भनेको त्यो मैले बोल पाएँ मैले भनेन भने किन बजाउनु तपाईँ भन्नु त हो भने किन आँटेको तपाईँ डराएको भनेर मैले नि बजाउनु दिएको मैले बजाएर 2 सेकेन्ड पछि बजा तपाईले ए 2 सेकेन्ड पछि सन्दनाजी एटलिस्ट 1 सेकेन्ड चाहिँ भएको ल कन्ट्रिब्युसन भन हाई एभ्रीवन वेलकम ब्याक टु माई च्यानल म सञ्जना म जेनी साक्य र म आस्तोष बाराही सो आज पनि हामी आइसकेका छौँ यहाँहरूमा नयाँ च्यालेन्ज लिएर आज चाहिँ लिटरली कुन च्यालेन्ज हो वी डोन्ट नो एट अल मलाई त केही थाहा छैन मलाई त भोक लागेर छ तपाईलाई मात्र हैन मलाई पनि थाहा छैन ए हो ल पहिला अब फुडै खाऊँ न त एकदम भोक लागिसकेको छ के खान जाँदैछौँ भन्दा चाहिँ आज फ्राइड राइस मिक्स फ्राइड राइस मिक्स बफ चिल्ली बफ चिल्ली अनि यो चाहिँ मोमो जेन्स टाइपको फेभरेट सी मोमो अनि आज चाहिँ उहाँहरूलाई पनि थाहा छैन मैले के खेलाउन लाग्छु भनेर के होला त आस्तोष कस्तो लागिरहेछ त खै कस्तो लागिरहेछ भोक लागिरहेछ खान मन लागिसक्यो त्यही हो गेम त खेल्दै गरौँला हैन जेन्सी के हो हार्दै गरौँला त्यही त हो नि ल आज चाहिँ के होला ल गेस फर्स्ट एउटा गेस ल के खेल्न ला होला अब गेस द वर्ड च्यालेन्ज मलाई चाहिँ के भन्छ अघि त्यो बिहाइन्ड द सिनमा यो के एउटा वर्ड भन्नु त भन्ने हिसाबमा के वर्डको समथिङ के प्ले गर्नुपर्ने गेम होला कि भन्ने वर्ड प्ले होला सायद त्यस्तै के लागिरहेछ मलाई चाहिँ वर्ड प्ले गेम होला सो दुवैजना रङ हुनुभएको छ आज हामी खेल्न जाँदैछौँ नेपालीमा के भन्छ केलाई नेपालीमा के भन्छ इंग्लिशलाई इंग्लिश वर्डलाई म एउटा इङ्ग्लिस वर्ड दिन्छु होइन यो गेम चाहिँ मैले जित्ला जस्तो लाग्यो है अब चाहिँ नेपालीमा के भन्छ तैँले बुझ्छ इंग्लिश बुझिहाल्छ नि इङ्ग्लिस पनि बुझ्छ नेपाली पनि बुझ्छ के सोचेको तैँले मलाई तैँले चाहिँ नेपाली बुझ्छस् तेरो नेपाली त हामीलाई थाहा छ नि कस्तो हुन्छ भनेर अरे यार नो अफेन्स ठिक छ तै पनि अब सो म चाहिँ एउटा वर्ड भन्छु होइन अङ्ग्रेजीमा भन्छु म चाहिँ अनि त्यसलाई चाहिँ नेपालीमा के भन्छ चाहिँ जसले सुरुमा बजार बजाएर भन्छ ए हो बजार नि हो यो पनि बजाएर ल खाँदै आनन्दले खानु पर्ने है के गर्नु ल भनौ बजार गर्ने कि पाले पाले हैन बजार गरौँ न रमाइलो हुन्छ सुरुमा अब कसैले बजाएर मिस्टेक भयो भने चाहिँ यो पालि अपोनेन्टले चाहिँ चान्स पाउँछ चान्स पाउँछ मिस्टेक चान्स पाउँछ ठिक छ अनि चान्स पाएर भन्न सक्यो भने चाहिँ डबल पोइन्ट गरौँ न इन्ट्रेस्टिङ होइन होइन त्यस्तो हुन्छ सेकेन्डको मान्छेलाई सोच्ने टाइम हुन्छ कि पोइन्ट 5 गरौँ न त त्यसै गरौँ न होइन न पोइन्ट जे गरे मलाई त फरकै पर्दैन जे गरे पनि ल फेरि भन्नुपर्छ नि पर्दैन हैन पर्दैन ल इङ्ग्लिसमा भन्छ नेपालीमा भन्ने हामीले हैन त्यो बजाएरै मैले कति मिनेटसम्म भन्नु पर्यो नि त नि ए 1 मिनेट 10 सेकेन्ड 1 मिनेट ए बजार त अब 5 सेकेन्ड्स 5 सेकेन्ड्स टु सर्ट होला 10 सेकेन्ड्स 11 सेकेन्ड्स गरौँ न होइन किन नि 11 सेकेन्ड किन नि धेरै लामो हुन्छ त्यो ल होस् न जति भने त्यति ल ल सुरुमा अब खाऊँ खाएँ गाइज वाउ त अस्ट्रेलियामा चाहिँ एकदम हाम्रो भिडियोजहरू यो भिडियोजहरू पनि एकदम एप्रिसिएट भइरहेको थियो हो र फुडको भिडियोजहरू पनि हामी हेर्छौँ एउटा पनि मिस गर्दैन एकदम रमाइलो लाग्छ थ्याङ्क यू हामी कुनै दिन अस्ट्रेलिया आयो भने त्यहाँ पनि हामी च्यालेन्ज गर्छौँ त्यहाँ रेस्टुरेन्ट छ भनेर सुनेको थिएँ नेपाली रेस्टुरेन्टहरू हाम्रो नेवार रेस्टुरेन्टहरू ल बोलाउँ है मालाटाङ खुवाउनु मन छ अहिले नै भनिदिएको नि के हो एकदम मालाटाङ मिठो पाउने चाइनिज डिस क्या मालाटाङ भन्छौँ न बाउलमा आफूले मनमा पनि पर्ने सामानहरू हाल्ने ससेज ब्राउन छ अनि नुडल्सहरू उनीहरूले नाप्छ अनि नापेर चाहिँ उनीहरू चाहिँ त्यसमा सस हालेर फ्राइज के गर्नु गरेर चाहिँ दिन्छ यस्तो
वाउ कस्तो लाग्यो मोमो चाहिँ बवाल छ एकछिन खाएको हेर्दै रहनुहोस् के गर्नु हो लास्टमा चाहिँ सजिलो नि त खाना चाहिँ सिधै गेम चाहिँ गेम चाहिँ अर्को भिडियोमा आउँछ त्यसमा क्याप्सिकमै एउटा छ तर हामीले चाहिँ खाएर मात्र भिडियो हाल्नु एक दुईजना त हेरेर कस्तो होला नि खाएको मात्र पनि हाल्दैन होला हेर्दैन होला ल मुखबाङ हेर्ने ल के छ त गाइजहरू सुरु गरिदिउँ है त हजुर एउटै तल हालौँ न त्यहाँ नहालौँ न आज आएर हेर्नु यहाँ हालौँ नरे जब उसको यस्तो हुन्थ्यो यही हो तपाईँलाई कहाँ यही हो ल है त सो फर्स्ट वर्ड रहेको छ यसलाई नेपालीमा के भन्छ मुभी चलचित्र सेकेन्ड वर्ड रहेको छ कल्चर संस्कृति थर्ड वर्ड रहेको छ सक्सेसफुल सक्सेसफुल भन्न ल यहाँ के हो सक्सेसफुल सक्सेसफुललाई के भन्छ साथीमा टाइम अप सक्सेसफुल काम गरेको राम्रो भयो के हो सक्सेस ल टाइम अप पास यार सफल भन्छ सफल कस्तो बिर्स्यो दिमागमै सँगै क्ल्याप भयो ल अर्को रहेको छ पोजिटिभ सकारात्मक सही आमा भन्दै यार एकदमै मलाई दिमागै चलेन यार के हो रिभोल्युसन मलाई आउँछ साँच्चै यो एउटा वर्ड हो कि जस्तो तर मलाई डरै भएन रिभोल्युसन त्यसको लागि टाइमर हालौँ है 1 मिनट परिवर्तन म त पास यार दिमागै चल्नु क्रान्ति भन्छ आमामा यो त दिमागमा पनि थिएन यार हो अब चाहिँ विनर विजेता के भएको म यार अड्कै अड्कै भइरहेछ 1 2 3 कन्फिडेन्स विश्वास हट कन्फिडेन्सलाई विश्वास हुन्छ हे भन्दैन नि कन्फिडेन्सलाई के भन्छ यार कन्फिडेन्सलाई के भन्छ यार प्रमिस होला नि प्रमिस ल टाइम अप विश्वास भनेको के हो आत्मविश्वास डिप आयो त यार एम्बेसडर के हो एम्बेसडर भने एम्बेसडर के हो बाबा ओए राजदूतावास दूतावास मलाई आइदियो दूतावास त हो नि के हैन राजदूतावास पनि हैन एम्बेसडर भनेको एम्बेसी भने हैन क्या ल के हो एम्बेसडर भनेको राजदूत ल। अलिकति मिस्टेक भयो ल है त एम्बेसी भयो हुन्छ राजदूतावास भयो त्यही जसलाई है अनि म तपाईको कन्फ्युज छु मलाई चाहिँ सर्नाकै मिस्टेक हो हो राजदूत नै हो ल 1 2 3 टमेटो गोलबेडा पोल्ने रहेछ नि ग्लोभ्स पन्जा के त पालो पालो फर्स्टमा इजी इजी नै छ अर्थ पृथ्वी मेरो दिमाग चाहिँ स्लो चल्ने रहेछ भन्ने मलाई आज थाहा भयो ल ट्रेडिसन ट्रेडिसन हैन संस्कृति मिलेन है ट्रेडिसन संस्कृति मिलेन त्यसको नमिलेपछि नि त्यसले भन्न पाउँछु मिलेन ल रीतिरिवाज हैन ट्रेडिसन हो रीतिरिवाज होइन र परम्परा हो परम्परा चाहिँ होला मैले पनि पाइ पाएन पाएन दुईजनाले पाएन होला नि मैले रीतिरिवाज भनेर माइन्ड अब परम्परा वेदर
मौसम क्यान्डल किन त्यस्तरी भन्छ मौन भइरहेको मलाई फायर ब्रिगेड दमकल ल फायर ब्रिगेड डङ्गल भन्छ उ त्यसलाई भन्छ होइन म त फायर त्यो बत्ती के अरे आगो निभाउने मान्छेहरूलाई के भन्छ सोचिरहेको थिएँ क्या फायर फाइटर्स हो ए फाइटर्स पो हो त त्यो त यार यो दमकल त दिमागमै थियो नि यस्तो यस्तो पनि मिस्टेक भइरहेछ गाइस ग्लास ग्लास सिसा तपाईले हो कि तिमीले हो मैले हो नि मैले हेर्नै पाएन ल हेर्ने गरौँ है कन्सेप्ट संरचना हो कि होइन होइन है कन्सेप्टलाई के भन्छ यार परिकल्पना भन्छ अबे परिकल्पना त परसम्म पनि थिएन यार क्रेडिट रोल्सहरुमा नेपालीमा भाबले याद दिन्छ ब्राइड हाँ ब्राइड बेहुली दुलही पनि त होला नि त ब्राइड बेहुली दुलही दुईटा मिल्छ पपाया मेवा मैले बजाएको के हो आज के हारेछ मोमो खाइरहेको छु म त हारेँ यार 2 3 ब्राउन खैरो ऑक्स साढे ए हो हो के तिमी के तल के कोही भन्ला मिस्टेक हुन्छ भने न एक्स भनेर जस्तो ल कम्प्यासन यो चाहिँ खाइदिन्छ मलाई आएन यो कम्प्यासन म त धेरै सोधिदिनँ न आएको कम्प्यासनलाई करुणा भन्छ मेरो त दिमागमा पनि थिएन ल सेन्चुरी दशक एक सेन्चुरी भन्ने 100 टाइपको हो शतक 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 के हो शतक भन्ने शताब्दी हो क्या का सेन्चुरी भन्छ अनि के अरे एक शतक खै के हो शताब्दी हो क्या हो शताब्दी ए 100 सेन्चुरी भनेको 100 हो अनि एक डेकेड भनेको डेन्जर खतरा म स्लो छु क्या यस्तोमा दिमाग चलाउनुमा स्लो छु कि किन टाइम चाहिन्छ मलाई त्यही भएर यस्तो भयो लिजर्ड छेपारो स्कुल विद्यालय तिमीले हो नुडल्स चौचौ कसको बजिरा हो उसकै ल 1 2 3 रेनबो ल रेनबो नो म इन्द्रायणी इन्द्रायणी इन्द्रेणी 10 सेकेन्ड चाहिँ इन्द्रेणी हो मैले भने त इन्द्रायणी इन्द्रेणी इन्द्रेणी भने नि त मैले अनि किन मेरो 10 सेकेन्ड कम्प्लिट भएको मैले पछि भने नि त फर्स्ट वर्ड भनेको भनेको त्यो हुन्छ ए यो त हावा रे यु आर हावा हैन त जे पनि पाएन त्यसपछि पायो इन्द्रेणी किन पाएन मैले म्यान त्यत्रो पछि एउटा पोइन्ट पाएर लिँदैन यार ल 1 2 3 वर्क कहाँ ओइ ओइ यो त मैले अघि भनेको वाला हैन अलि नजिक भने के हो यो ल 1 2 3 टी लिभ्स टी लिभ्स चियापत्ती मेरो दिमागमा अर्कै टी लिभ्स छ ल ल भन्छ भन्नु ल कम्पिटिसन दे न यसरी त एक चान्स दे एक चान्स दिएको त मजा आएन 1 2 3 सनफ्लावर सूर्यमुखी
अब त्यो टङ्ग बजाएर भन्यो भने मैले भने पोइन्ट पाउँछ है मैले मलाई आइरहेको हुन्छ त्यहाँ बजार चाहिँ ढिलो भयो क्या छिटो बजाउने ल 1 2 3 satisfaction आनन्द होइन सेटिस्फ्याक्सनलाई के भन्छ चाहिँ आएन तर मलाई थाहा चाहिँ थियो क्या आनन्दमय होला नि त सन्तुष्टि भन्छ यस सन्तुष्टि मिसयुज मिसयुज आउँछ जस्तो हुन्छ गलत इस्तेमाल इस्तेमाल होइन खोइ पास बास दुरुपयोग त्यही त कस्तो सुन्या वर्डहरू दिमागमै नआउने क्या गलत इस्तेमाल भनेको चाहिँ हिन्दी भयो गलत इस्तेमाल भने हिन्दी गलत इस्तेमाल करे फिर विश्वास करे भन्ने के भने दिमागमा अरे निरमा इस्तेमाल करे फिर विश्वास करे कस्तो दिमाग गएर इस्तेमाल करे फिर विश्वास करे शक्तियों का गलत इस्तेमाल हुआ है मां मेरी शक्तियों का गलत इस्तेमाल किया गया मां ल 1 2 3 sensitive यहाँ आयो क्या यहाँ मलाई त्यस्तो भयो सर यहाँ आयो भने नाजुक होइन नाजुक अवस्था हो त्यो अर्कै हुन्छ त्यो सेन्सिटिभलाई के भन्छ क्या कोमल भन्छ कि सफ्ट हो कोमल भने संवेदनशील भनेको संवेदनशील भन्छ संवेदनशील सेन्सिटिभलाई संवेदनशील संवेदनशील अङ्ग भन्छ नि ल 1 2 3 अपोजिट विपरीत यो पनि मिल्छ होला तर तिमीले के लेखेछ मैले उल्टो लेख्यो थाहा छ नि यार अब तिमीहरूलाई नि थाहा होला मलाई त मिल्छ जस्तो लाग्यो है म हार्दा मलाई थाहा छ गाइड ल है अब चाहिँ अलर्ट ल है 1 2 3 डिकेड दशक अघिको एन्सर त हो नि मैले अघि नै भनेको त्यही भएर दिएको तँलाई भन भनेर त्यही पनि मेरो दिमागमा छैन कि एन्सर आइसक्यो त्यही पनि छैन 1 2 3 मिस्टेक गल्ती स्ट्रगल यस्तो हुँदो रहेछ क्या हामीले यो नेपालीमा बोल्ने हामीले नेपालीमै बोल्दैन क्या यो दिनचर्यामा हामीले त्यो खतरा स्ट्रगल गरेर माथि पुग्यो यार भन्छ नि त त्यही भएर कस्तो स्ट्रगलै भयो क्या दिमागमा पनि मैले यति यो गरेर यहाँसम्म पहुँचे स्ट्रगल गरेर पुगेँ सुन्यो भने ए गर्छ अगाडिको अलिकति हिँड्थ्यौ न ल अगाडिको वर्ड अबदेखि त्यसो गरौँ न नआएको अगाडिको वर्ड अगाडिको मात्रै एघार प्लिज 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 अगाडिको मात्र वर्ड एकदम इजी छ कि एउटा फर्स्ट वर्ड कि लास्ट वर्ड भन्नु ल जुन भन्नु ल तर कुन वर्ड चाहिँ भन्नु फर्स्ट भन्ला क्या लास्ट भन्ला लास्टको भन्छु ल स ल फर्स्ट वर्ड र लास्ट सेम हो समस्या स्ट्रगललाई समस्या भन्छ मलाई प्रब्लमलाई समस्या भन्छ नि एकदमै दामी हिन्ट भनिसकेँ है मैले पक्कै स्ट्रगल सकस सकस के हो सकस भने जे पाए त आफ्नै वर्ड बनाएर सकस भन्ने पनि वर्ड छ वर्ड तर यो होइन मिनिङ सङ्घर्ष भन्छ सङ्घर्ष सङ्घर्ष गरेर म यहाँसम्म आएँ भन्छ होइन तर यस्तो हुँदो रहेछ क्या त्यो आउँदैन है सङ्घर्ष है थाहा भएको वर्ड हो नि त त्यही त सबै कुरा थाहा भएकै छ नि त यस्तो हुन्छ क्या गाइस कस्तो हुन्छ भन्दाखेरि हामीले नर्मल जीवनमा पनि सङ्घर्ष भन्दैन क्या म त कस्तो खत्रै स्ट्रगल गरेर आएको छु नि भन्छ किन तर उसले त बबाल स्ट्रगल गरेर यहाँसम्म पुग्यो भन्छ वर्ड छ तर ठिकै छ आइसक्रिम बरफ बाइक आएर हो 1 2 3 अपर्च्युनिटी
अपर्च्युनिटीलाई नेपालीमा चाहिँ नेपालीमा चाहिँ मलाई नै आएन भने झन् बजाएर झन् आत्यो क्या अपर्च्युनिटीलाई नेपालीमा तपाईँले अपर्च्युनिटी पाउनु भएको ओ यसरी नाइस ट्राई पाउनु भएको छ भन्नाले यस्तो राम्रो अपर्च्युनिटी पाउनु भयो मेरो दिमागमा तपाईँको लागि त यो गोल्डन अपर्च्युनिटी नै आइरहेछ क्या अझ पनि अपर्च्युनिटी नै आइरहेछ क्या अपर्च्युनिटी ल टाइम अप भइसक्यो कस्तो हो अपर्च्युनिटी हो सर एक्ट गरे हो क्या हो कस्तो भयो आफै आएको है अटोमेटिकमा मैले त भने तपाईँलाई अपर्च्युनिटी भनेछ नि त तपाईँलाई एकदम खुल्छिन अपर्च्युनिटी नै आइरहेको यसपछि के आउँछ भनेको त्यही आइदिरहेको ल है त गाह्रो छ यार 1 2 3 डेडिकेसन यसले त झन् गाह्रो पर्दैन डेडिकेसन कसम मेरो दिमागमा डायलग यतिको डेडिकेसन चाहिँ हुनु परेको हो यही मात्र आइरहेछ क्या यस्तो मात्रै शब्द आइरहेछ क्या डेडिकेसन सन्दनाजी फर्स्ट दिउँ रमाइलो हुन्छ जस्तो लाग्यो मिल्यो मैले नि डेडिकेटेड भनेको मात्र समर्पित हो क्या म यो गीत समर्पित गर्दा डेडिकेसन त्यो मिलेन हो र मैले सुनेन नि डेडिकेसन त मलाई थाहा छैन त डेडिकेटेड त मलाई थाहा छैन यहाँ म एक्जाम्पल दिउँ यो गीत तपाईँलाई डेडिकेट गर्नु भएको छ र यो गीत तपाईँलाई समर्पित गर्नु भएको छ त्यो मेरो दिमागमा त त्यही थियो नि डेडिकेसन अनि उसले मैले त डेडिकेसन चाहिँ थाहा भनेको डेडिकेटेड त थाहा छ क्या मलाई मलाई थाहा छैन के गर्ने हो गर्नु चाहिँ हामीले सुनेन है डेडिकेसन मात्र सुनेको छ है तैँले हो र झन्डै कलेज कस्तो के थाहा झन्डै कलेज आएको नि अब ल 1 2 3 होप आशा मैले बजाएको कसम यो त मैले बजाएको अनि कसले ल ल ल यो त मैले बजाएको हो यार यो त 1 2 3 स्ट्याच्यु मूर्ति ब्युटी सुन्दरी सुन्दरता सुन्दरी भने मिलेन है खै के गर्ने मिलेन नि फर्स्ट होइन अघि फर्स्ट वर्ड भनेको मान्य हुन्छ म भन्छु सुन्दरता मैले पाएँ वाट अ ब्युटी वाट अ सुन्दरी हैन त इस सुन्दरी भनेको कति सुन्दर बाबरको बच्चालाई सुन्दरी भन्छ के भन्न खोजे ब्रो सुन्दरी के भन्छ सुन्दरी प्रतियोगिता सुन्दरीको मनमा बस्ने को होला सुन्दरीलाई ओ ब्युटी भन्छ नि त त्यसरी ओ ब्युटी त भन्दैन है ओ ब्युटी यसरी भन्छ होला भन्यो भने ल अर्को वर्ड रहेको छ पोसिबिलिटी सम्भावना मैले बजाएर तैँले किन भन्नु तैँले भन्दै भन्दैनस् त अघि मैले के भनेको त्यो मैले बोल पायो के भयो पाउँछ कहाँ त्यस्तो भयो त अनि भन्दै भन्दैन यसले म के भनेर भने गीत बजाउनु त भन्नु त हो भने किन आर्तेको तपाईँ डराएको भनेर मैले नि बजाउनु दिएको मैले बजाएर 2 सेकेन्ड पछि बजा तपाईँले यही 2 सेकेन्ड पछि सन्दनाजी एटलिस्ट 1 सेकेन्ड चाहिँ भएको थियो ल 1 सेकेन्ड पनि भएको थिएन 1 सेकेन्डलाई पनि अलिकति आधी सेकेन्ड चाहिँ भएको थियो होला 1 सेकेन्ड भएको थिएन आफ्नो बालो गरौँ झगडा नगरौँ साथीहरू ल सम्भावना 1 2 3 कन्ट्रिब्युसन भन सहयोग हो कि होइन सहयोग होइन र भने के हेल्प हो क्या सहयोग भने ए हो र तपाईले यो क्षेत्रमा यो कन्ट्रिब्युसन तपाईले यो क्षेत्रमा यो गर्दा पनि कन्ट्रिब्युसन आउँछ नि के भने यो गर्दा पनि कन्ट्रिब्युसन दिमागमा आउँछ के भन्छ थाहा छ पास
योगदान ओ ल भन्नुस् न कन्स्टिट्युसन संविधान कस्टम कन्स्टिपेसन दिमागमा आइरहेको क्या ल 1 2 3 चपाइरहेको भएर पनि होला है गाइस फेरि ल 1 2 3 कन्क्लुजन तात्पर्य ल आस्तोस्ती भन्नुहोस् तात्पर्य भने के हो के हो कन्क्लुजन हुन्छ अरे भनेको निष्कर्ष हो तर तात्पर्य पनि मिल्छ जस्तो लाग्यो है यो भन्नुको तात्पर्य चाहिँ यो यो भन्नुको कन्क्लुजन चाहिँ यो हो र के हो ल तपाईहरु बीच यो छैन अहिले हैन के छैन त्यो वर्ड भन्दैछु त्यसलाई नेपालमा के भन्छ युनिटी एकता खतरै रहेछ यार आस्तोस बारे ल मेरो त दिमाग त ल 1 2 3 राइट राइट यो होला राइट हामीले आफ्नो राइटको लागि लड्नुपर्छ हामीले आफ्नो राइट सुनिश्चित गर्नुपर्छ कस्तो दिमागमा छ तर आउँदै आउँदैन क्या निबाट आउँछ हो राइट आउँछ यो राइट के हो यार राइट तिमीले बजा हो बजा छैन अधिकार भेरी गुड 1 2 3 इन्जस्टिस अबदेखि हामी नेपालीमै बोल्ने प्रयास गरौँ यो त इन्जस्टिस भयो यार कस्तो है नाइन्साफी यो त हिन्दी वर्ड हो नि हैन नेपालमा पनि मिल्छ यो यो त नाइन्साफी हे हो नि है? त तर नेपालमा पनि भन्छ भन्छ तर मिल्न चाहिँ मिल्छ जस्तो लाग्यो इन्जस्टिस भनेको चाहिँ खासमा अन्याय हो क्या नाइन्साफी पनि हो ल ठिक छ पाउनु भयो जिनिसले थ्याङ्क यू यार ल है त 1 2 3 डेमोक्रेसी डेमोक्रेसी भनेको प्रजातन्त्र भन्नु ल 1 2 3 लोयल लोयल टिक्का बजार गएर लोयल म एकदमै लोयल छु ल म्यान के हो मलाई आएन यार म एकदम लोयल छु म एकदमै असल छु पास चार पास नहुने सोच्दै पऱ्यो यार मैले लोयल के हो यार लोयल क्या लोयल छ यार के हो लोयल भनेको पास 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 ल लोयल भनेको थाहा छ वफादार कुत्ता भन्ने पो याद आयो मलाई त साथीहरु कस्तो यस्तो हामी यस्तो भइसकेको रहेछ कि है त्यसरी बोल्ने भइसकेको रहेछ कि भने क्या हामी त्यही त साथीहरु वफादार भन्नु नो कमेन्ट्स 1 2 3 एक्स एक्स भनेर यो एक्स भनेर त्यसले अघि भने त्यसले भने पाउँदैन नि त्यो ल ल ल हैन फेरि उसले एक्स वाला एक्स बुझ्छ न ल ल ल यति 10 सेकेन्ड भएन त्यसले भनेको ओ अघि भने हैन मैले यो तर मैले बिर्से यार त्यसको 10 सेकेन्ड गइसक्यो होला अबसम्म त भन्नु बन्छ र मैले अघि अक्स र एक्समा झुक्याएको थिएँ नि मैले के त मैले त अनि एक्स होला त भन्नु अर्कै खालको एक्स भनेको क्या तैँले मैले के भने अघि मैले अघि वर्ड जनावर एक्स भनेको क्या तैँले अघि हैन मैले अक्स र एक्स त्यस्तो लाग्यो मलाई। मैले अघि तिमीलाई भने मैले चाहिँ यो बुझिरहेको थिएँ भने त्यही तर त्यो कस्तो नआएको यार अघि आइसकेको थियो क्या कस्तो अघि कस्तो आइसकेको थियो मलाई ल अर्को काइन्ड ऊ एकदम काइन्ड छ त्यो मान्छे हेर कति काइन्ड छ दयालु ल है त 1 2 3 पेशेन्स बन्चरले खायो क्या मेरोमा कस्तो भन्यो पेशेन्स आफूमा पेशेन्स हुनु सहनशीलता
सहनशील सहनशीलता मैले लेखेको वर्ड भन्दा अर्कै वर्ड भन्नुभयो तर पेसेन्स भनेको भनेको त आफूले बेयर गर्न सक्ने कुराले सहनशीलता भन्छ हैन अनि पेसेन्स भनेको नि त्यही त हो नि पेशेन्स हैन नि पेसेन्ट भने बिरामी होला इन्ड्योर गर्ने इन्ड्योर हो त्यो इन्डियरलाई चाहिँ सहनशीलता हो क्या हो र पेशेन्सलाई के ठिक छ तिमी आत्मीयता के गर फलको आश नगर कर्म गर धैर्य गर नो हो ठिक छ ल है त ल रेडी 1 2 3 पोलिटिक्स पोलिटिक्स राजतन्त्र राजनीति राज त मिलेनी नीति चाहिँ मेरो आयो नि त फेरि ल 1 2 3 क्लेभर चलाक त्यस्तै हुन्छ क्या मिलेपछि ल है त 1 2 3 जन्मदिन ए ल बर्थडे मैले बिमाले भने बर्थडे हो मैले बजाएर मैले तर मिलेन नि त यो बर्थडे भनेपछि जन्मदिन भने बर्थडे किन भनेन मैले भने त अनि के उसले जन्मदिन भने क्या मिल्यो त मिल्दैन क्या यो नेपालीबाट इङ्ग्लिसबाट नेपाली हो क्या यो उसले हामीले एक पोइन्ट दिन्छ है आफै तिमी तिम्रो नाम सोधेको छैन मैले होस्टै कन्फ्युज भइसक्यो बन्चोले खायो कन्फ्युज छैन क्या यहाँ मलाई हाँस उठ्यो ल अहिले हामीमा एकता आयो नि त 1 2 3 फुटबल भकुन्डो कसको बज्यो उसको स्क्विरल स्क्विरललाई स्क्वेयरले न्याउनेछ भन्छ होइन चुच्चो भएको वालालाई के त अर्कै हो त्यो न्याउनु स्क्वेयरले के भन्छ रहेछ थाहा भएन मैले त भन्छु लोफर के भन्छ हैन ए होलो खर्के हो ओक्कर खान्छ नि त धेरै पिनट्सहरु के खान्छ ल 1 2 3 उल उन आवल आइरा नि माइन्डमा त म उल भन्दा म पनि त्यस्तै भएर थियो पेपर कागज होलिडे बिटा एनिमी दुश्मन मशरूम च्याउ के हो जेनिसी 1 2 3 क्याटापुल्ट हे क्याटापुल्ट के भन्छ खै के हो क्याटापुल्ट त्यो थाहा छ के हो त्यो भने नो आइडिया के रे गुलेली फर्स्ट टाइम थाहा भएको ल नेस्ट के भन्छ नेस्टलाई गुड 1 2 3 स्माइल मुस्कान बिहेभियर व्यवहार के हो आज नेपाली डिक्सनरी पढेर होला ल 1 2 3 म्युजिक संगीत नाइस व्हील चक्का चक्का पनि मिल्न त मिल्यो पाङ्रा हो खास तर मिल्छ ल के हो आज त धेरै पोइन्ट आएछ 1 2 3 गार्लिक गार्लिक हैन अदुवा लसुन भएन मिलेन त्यसले अब गार्लिक अदुवा मिलेन लसुन मिलेन दुईटा भन्न पाउँदैन नि त अदुवा भने लसुन हो नि त तिमीले जे सारा भन्ने मौका दिएनौ अब म भन्छु नि त लसुन मिलिहाल्छ नि ओ त्यो पनि केही नरिजिनिसले पोइन्ट पाए ल 1 2 3 क्याटरपिल्लर सुसिली किरा यो त मलाई त अनि यो भन्दै एक सेकेन्डमा कसरी आयो भनेर यसलाई आयो यार मलाई त कसम मेरो दिमागै आइरहेछ नि फोकस चाहिँ फोकस मेरो फोकस छैन प्राइज पुरस्कार नाइस थिएटर मण्डला थिएटर सिनेमा हल आयो लिटरल के लिटरल नाटक घर हैन अर्कै वर्ड छ
ल तपाईको के रे ए क्वेसन नाटक घर पनि हैन के रे थिएटर रङ्गमञ्च ओ कसरी भन्नुभयो त यो आइदिइराख्यो म त आउँदैन भन्दै ल ब थिएटर भनेको कुन फिल्म हेर्नेवाला थिएटर कि एक्टवाला थिएटर हो एक्टवाला हो नि थिएटर ए नाटक घरले चाहिँ रङ्गमञ्च भन्छ हो क्या तेरो टाउको थिएटरले चाहिँ नाटक होला चाहिँ त्यो भन्छ अरे नाटक घर भनेपछि किन त्यो पनि हो तर लिटरली चाहिँ रङ्गकर्मी रङ्गमञ्च भन्छ नि त ल 1 2 3 रुट्स हाँ जरा यो त ड्याङ्गा ड्याङ आवल उल्लु तिम्रो नाम भन्नुपर्ने रिग्रेट पश्चाताप ओ माई गड आज त मलाई त अचम्मै लाग्यो पानी पर्छ क्या हो तिम्रो जहाँ कम्पिटिसन गर्नुपर्ने जस्तो लाग्यो क्या मलाई थाहा है ल 1 2 3 ग्रास होप्पर फटाङ्ग्रो बीट रूट सलगम भैया गाह्रो छ तर यो म आउँदैन भित्र चुकन्दर भन्छ त्यही त ल जेन्स चाहिँ अब तपाईँको मौका छ है जित्ने ठिकै छ म त अब आयो भने भन्ने नआयो भने म भन्ने अब त्यो तपाईँलाई चान्स दिनु प्रेसर लिन पनि चाहन्न म त त्यस्तो नभन्नु न किन प्रेसर लिनु पर्यो अँ। ल प्रेसर लिएर सो मैले चाहिँ आज 111 वटा वर्ड्सहरू ओए गरेको छु 11 11 वटा वर्ड्स युज गरेको छौँ तपाईँहरू गफ गरेर बेला ल है त 1 2 3 क्युरियोसिटी क्युरियोसिटीको तपाईँको तपाईँले धेरै क्युरियस भइरहेछ उत्सुकता रङ त्यो भन्ला थियो त्यही भन्ला नि यार भन्दा पखाए क्युरियोसिटी भनेको उत्सुकता नै होस् ला यार मिलेन हो मान्छे भनौँ खुल्दुल होइन जिज्ञासा ए सर्ट छोटो सर्ट भने होइन मैले सर्ट भनेको SHORT ल अर्को जान SHIRT भनेको ल भनौँ कमिज अलिकति प्रोनाउन्सिएसनमा चाहिँ वर्क गर्नु होइन अलि हियरिङमा चाहिँ डाइभर्सिटी विविधता वाह वाह आम्मा, जेन्सी! हिज बाक हो क्या फ्रीडम स्वतन्त्रता करेज ल टाइम पास ल पास भनौँ ए हुन्छ हेर न साहस ए ल है त यो इजी छ 1 2 3 रेस्पोन्सिबिलिटी आफ्नो रेस्पोन्सिबिलिटी निभाउनु आफ्नो कर्तव्य होइन ओइ कर्तव्य होइन पक्न नकरा अब चुरा बस तेरो पाल्सी के भने कर्तव्य होइन रे कर्तव्य हो नि यार रेस्पोन्सिबिलिटी त कर्तव्य जस्तो लाग्यो तै पनि एकछिन पखाइ कर्तव्य होइन कर्तव्य त रेस्पोन्सिबिलिटी भने कर्तव्य नै हो जस्तो लाग्यो भने मलाई यो होस् कर्तव्य भने चाहिँ के हो नि इफ रेस्पोन्सिबिलिटी कर्तव्य होइन भने चाहिँ? होइन कर्तव्य होइन। कर्तव्य भने के हो जिम्मेवारी त्यो भने चाहिँ ड्युटी हो ठिक छ ल कम्युनिटी समाज होइन होइन सोसाइटी भने पो समाज हो त कम्युनिटी भनेको ओ तैँले बजाउनै पाउँदैन रहेछ यहाँ पख्न समाज 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 खै यो चाहिँ मैले लेखेको वर्डसँग मिलेन समाजै हो जस्तो लाग्यो फेरि है भयो ठिकै छ हाम्रो अडियन्स जज एकछिन नगर न त्यो डिस्टर्ब भइरहेको छ क्या मलाई यहाँ कम्युनिटी भनेको के हो यार त्यस्तै त्यस्तै ए, यो या पास ल सोच्ने मलाई न समुदाय
एकदम समाज भन ओ 1 2 3 ओशियन समुद्र मैले बजाए है भन्न लागे सरप्राइज सरप्राइज भने के हो सरप्राइज के यार यसरी पाए त भने के पास ल दिन भन्नु मलाई सरप्राइज ओह म त सरप्राइज भयो आश्चर्य आश्चर्य जे पहिले भन्दै गयो यार करेक्ट आश्चर्यचकित भने नि सरप्राइजिङ त्यस्तै आश्चर्य भने त कति गर्नु ल 1 2 3 हस्पिटल अस्पताल तल भने लाइब्रेरी पुस्तकालय वाह प्लेग्राउन्ड प्लेग्राउन्ड खेल्ने बगैँचा खेल बगैँचा अलिअलि मिल्न खोजेको थियो मिलेन खेल चाहिँ खेले हो होइन प्लेग्राउन्ड खेल मैदान ल है त 1 2 3 विकनेस विटनेस विकनेस विक WEAK विकनेस थकान टायर्ड हो क्या ए हो विकनेस तिमीले बजाएन हैन थाहा छ एकछिन पासा छोड्दे विटनेस पास ल कमजोरी ल गार्डन बगैँचा ओइ मैले भनिसकेँ होइन गार्डन अघि बगैँचा प्लेग्राउन्ड भनेर तिमीले ल है त 1 2 3 चेयर चेयर मेच त्यसले अब यो बगाए कि बजाएन भने मैले बजाने मैले भन्नुपर्ने गरौँ न यार 10 सेकेन्ड त पाउँछ नि मैले 10 सेकेन्ड त बेसी भयो जस्तो है 5 सेकेन्डको भित्र भने मैले मेच ल त्यो पनि हो ल है त 1 2 3 एम्बिसन पास सेकेन्ड भन्नुस् परिकल्पना त्यो त इमेजिनेसन हो तिमी भविष्यमा के बन्छौ भएको क्या मलाई एम्बिसन भन्यो भने त्यो आएको क्या तर के हो महत्त्वाकांक्षा हो त्यो याद नआउँदैन रहेछ अनि यो सुनेको तर आउँदैन रहेछ एग्रीमेन्ट यसले कहाँबाट च्याट जिपिटीलाई सोधेर कस्तो टप वर्ड थियो एग्रिमेन्ट त के भन्नु यो त सुन्दाबाट हो नि सम्झौता हेरेछन् हो हेरेछन् ल है 1 2 3 कम्युनिकेसन हाम्रो कम्युनिकेसन राम्रो हुनुपर्छ होइन कम्युनिकेसन भनेको सञ्चार मिल्यो कम्युनिकेसन एज इन नट दिस कम्युनिकेसन थाहा छ मैले बुझिसकेँ कसरी मिल्यो डिसिजन निर्णय तिमीले के लेखेको तिमीले लेखेको निर्णय हेर्नुहोस् हो त्यही हो निर्णय हो कम्पिटिसन प्रतियोगिता वाह यार होइन होइन किन होइन प्रतियोगिता कम्पिटिसन क्विज कम्पिटिसन भन्ने हाजिर प्रतियोगिता ओइ जेपाइले प्रतियोगिता भने त क्विज कम्पिटिसनलाई नेपालीमा के भन्छ हाजिर जवाफ प्रतियोगिता होइन स्पेलिङ कम्पिटिसनलाई नेपालीमा के भन्छ एकछिनमा हेर्छु प्रतिस्पर्धा यो त 2 पोइन्ट चाहिन्छ मलाई अब प्रतिस्पर्धा है प्रतिस्पर्धा भनेको कम्पिटिटर हो प्रतिस्पर्धी हो कम्पिटिटर भनेको ल हेर प्रतियोगिता हो किन कम्पिटिसन भने मे यो त यार केही छैन प्रतियोगिता क्विज कम्पिटिसन भनेको हाजिर जवाफ प्रतियोगिता हो र मैले के भने क्विज मैले प्रतिस्पर्धा हो क्या प्रतियोगिता हाजिर जवाफ प्रतियोगिता प्रतिस्पर्धा हो क्या खास दुईटै मिल्छ रे दिस ओके मैले ल सुन्नु दुवैलाई पोइन्ट पाए ल ओके थ्याङ्क यू ए होइन उसले पो पोइन्ट पाए त उसको मिलाएर रहेछ सरी जेनिसी केही छैन ल म हारिसकेँ गल्ती मैले माने हैन ल 1 2 3 अनुशासन ल जेन्स भन्नुस् तपाईँ डिसिप्लिन के मिलेन किन भने तिमीले फेरि भन्नु मिलेन
मिलेन म यहाँ उडिसकेँ अहिले नै ग्राउन्डमा थियो मान्छेहरू त गर्दैन मान्छे म जस्तो गर्छ डाउन टु अर्थ गर्छ के गर्नु यो खै के हो नि यो खिच्दा खाँदा बस्दा बस्दा हाई भाँच्नु नि के गर्ने हो फुड फुडकोमा अर्को सरी ल 1 2 3 एक्सपिरियन्स अनुभव ल 1 2 3 इन्स्पिरेसन ल मेरो इन्स्पिरेसन जेम्स दाइ हो यार भन्नलाई कसरी भन्न सकिन्छ मेरो प्रतिस्पर्धी आस्तो सो मात्र आइरहेछ दिमागमा इन्स्पिरेसन पास प्रेरणा मेरो ओहो प्रेरणा दिगो यार नाम दिमागमै नआउने यार प्रेरणा ल अर्को त क्यालेन्डर भित्या पात्रो वा 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 अघिदेखि माइन्डमा चाहिँ यता हेर्दाखेरि क्यालेन्डरमा देख्दा चाहिँ कहिले त्यो क्यालेन्डर भन्ला भन्ने question। कहाँ छ क्यालेन्डर त्यो छेउमा तपाईँको ए अँ मैले त त्यो हेरेर हेरेको अघि पनि मैले नै फर्स्टमा बजाएको थियो हेऱ्यो भन्यो होइन मैले चाहिँ त्यो अलि गाह्रोवाला नेपाली वर्ड भएर यो पनि अहिले गाह्रै छ तर तपाईँहरूलाई थाहा छैन ग्रेटिट्युड थाहा छैन यार सिकिरहँ थाहा पाइरहँ वर्डहरू ग्रेटिट्युड भनेको के हो कि ग्रेटिट्युड भने अब के हो थाहा भएन ग्रेटिट्युडलाई चाहिँ कृतज्ञता ओहो कृतज्ञ है त 1 2 3 तैँले यसो गर्दा भन्छ धन्यवाद डिजायर इच्छा अब लास्ट दुईटा बाइक छ ल अचिभमेन्ट सफलता होइन हासिल यो एचिभमेन्ट हाम्रो अचिभमेन्ट हो यो हाम्रो सफलता होइन यो हाम्रो सफलता हो नि ल सक्सेस हो नि त सफलता यो के रे हाम्रो अचिभमेन्ट हो के गर्यो भने के पाउँछ अचिभमेन्ट के गर्यो भने के पाउँछ के हुन्छ एकछिन पढ्न कस्तो 1 2 3 गरेर एकछिन मलाई पनि टाइम दिनु नि यार अचिभमेन्ट भनेको छ यहाँ के हो अचिभमेन्ट भने हो र ल प्लस 10 सेकेन्ड हासिल गर्नु हासिल गर्नु ल ल ल पास उपलब्धि ए सो यसरी नै अब तपाईहरू एकदमै फाइनल एउटा वर्डमा पुग्नु भएको छ एकदम त्यो वर्ड रहेको छ लक कसको कसको बजे होला म भाग्य तपाईकै बजे जस्तो मेरै बजे होला भनौँ भन्नु भाग्य हो नि लक भनेर त सो फाइनली प्रतियोगिता प्रतिस्पर्धा खत्तम भएको छ मैले चाहिँ 111 वटा शब्दहरू दिएको थिएँ अङ्ग्रेजीमा उहाँहरूलाई अनि नतिजा मेरो हातमा छ हैन अब हार जित भन्ने कुरा भइरहेको छ जिन्दगीमा हार्दैमा आत्तिनु हुँदैन जित्दैमा मात्दिनु छैन आतेको छैन बरु त्यहाँ मातेको चाहिँ होला कि हेर त्यहाँ सोध्नु होला आतेको चाहिँ छैन कति पोइन्ट आएछ मेरो 50 त कट्यो होला कट्यो होला मेरो चाहिँ कति आयो अब के 20 30 डाइरेक्ट विनर त भन्ने होला नि विनरै भनौँ सो हैन लुजरको कति छ पोइन्ट सुनाउनु भयो त्यसरी लुजरै भनेर चाहिँ नभन्नुपर्ने सेकेन्ड हुनेको सो पोइन्ट कति छ फर्स्ट रनर अप फर्स्ट रनर अप द्याट इज 2 जनामा दोस्रो हुन सफल हुनु भएको छ 3 र 1 पोइन्ट 31 पोइन्टले वाउ जेनी साकेल मेरो 50 त कट्यो भने त मैले त टाका दिन्छु होला तिमीलाई बधाई है तेरो त 60 जति छ ल 60 70 नै छ आजको हाम्रो हिस्ट्रीमा फेरि धेरै पछि उहाँ आउनु भएको छ ओइ कति धेरै पछि अस्ति मैले जितायो मसँग त जहिले त जे जित्छ क्या टेन्सन नलिन सो हैन तपाईसँग मात्र हैन धेरै मान्छेहरुसँग जित्छु म ल ल ल सो विनर हुनुहुन्छ 48 मात्रै मिस्टर आशुतोष बाराही जितेकै मजा आएन नि म त 60 सम्म चाहिँ आउँछ कि भन्दैन कति नै रहेछ तेरो र मेरो डिस्टेन्स त काउन्ट गर्ने हो मैले 2 4 3
अनि ठिकै छ त्यो जेनिस दाइले भनेको छैन जस्तो फिल भइरहेको है कतिवटा भन्छ यार चाहिँ यार 31 म त 20 वटा जति भन्यो होला भन्थेन क्या मैले तैँले त पछाडिबाटै भन्यो होला प्यात्त भन्नु त्यस स्थिति अनुसारले है ल धेरै धेरै बधाई छ फुर्सद छैन तर तँलाई तँबाट मैले किन चाहियो भन्दा बेसी एक्सप्लेन गर्नुपर्ने हैन तँलाई मैले धेरै नै तँबाट मैले एक्सपेक्ट धेरै नै गरेको थिएँ ए तर 48 चाहिँ छ्यानी भन्छ हान्छ तेरो होइन र ठिक जोक एक ठाउँमा छ तर जोक होइन त सिरियसली भनेको कि मैले सरी मैले अघि त्यो यति तपाईँले पनि मलाई यस्तो गरेको थिएँ त्यहाँ गर्नुपर्ने मान्छेले गर्नु भएन क्या तपाईँले सन्दनाजी यो मान्छेलाई गर्नुपर्ने देख्नु भयो नि जितेर माथि हाल्यो म मात्र तिमीहरूमा बेसी बोल्यो तिमीहरू मैले तँलाई के भने सुरे यार होइन मैले तँ त एक्सपेक्ट त 60 को गरे हो नि त 48 भनेको 111 मा 48 भनेको धेरै नै हो ठीक छ अब बेटर लक नेक्स्ट टाइम हैन अर्को चोटी पनि अर्कोचोटि यसो गरौँ त ल आज यसो गरौँ अर्कोचोटि चाहिँ मिस्टेक पनि भइरा हुन सक्छ काउन्टिङहरु नम्बरहरु सो मेबी आई डोन्ट मैले दिएको हो मैले हैन अर्कोचोटि यसो गरौँ ल अर्को चाहिँ यो एकदम हिरो बन्यो म अर्कोचोटि होस्ट बनिदिन्छु हैन तिमीहरु जान यही गेम खेल्दियौ न त ल म त आई एक्सेप्ट द च्यालेन्ज ल अर्कोचोटि चाहिँ नेपालीमा ल्याएर इङ्ग्लिशमा भन्ने हो हुन्छ ल ठ्याक्कै अपोजिट गर्दियौ न त ल उनीहरु दुईजनाको बीचमा कम्पिटिसन ल तपाईहरुलाई इंग्लिशमा के भन्छ हेर्न मन छ भए कमेन्ट गर्नु है त कमेन्ट जति गरे पनि बनाउने हैन मान्छेले भिडियो है एभ्री भिडियोमा यही भन्छ भने हो त बनाउँछ ल बनाइराछु त हैन गाह्रो छ तर पनि ल कस्तो लाग्यो जेनिस दाइ एकदमै गाह्रो लाग्यो यार मलाई खास सक्छु जस्तो लाग्थ्यो तर हाम्रो दिनचर्यामा चाहिँ त्यो इङ्ग्लिस वर्ड छ नि इङ्ग्लिस नै वर्ड बोल्दा रहेछ क्या अंग्रेजी शब्द अंग्रेजी पनि भन्दैन नि त इङ्ग्लिसलाई इङ्ग्लिस नै भन्छ अघि भनेपछि कम्युनिकेसन पनि कम्युनिकेसन नै भनेर हुन्छ नि त हाम्रो कम्युनिकेसन भएको छैन के टाइपको कुराहरू आउँछ नि त जस्तै अघि पनि अब हुन्छ नि अपर्च्युनिटी भनेर हुन्छ अपर्च्युनिटीलाई अपर्च्युनिटी नै भनेर हुन्छ क्या हामीले स्ट्रगलै एचिभमेन्टले यतिको एचिभ चाहिँ गर्नु पर्यो हुन्छ नि कङ्ग्रेचुलेसन्सले कङ्ग्रेचुलेसन्स नै भनेर हुन्छ बधाई छसम्म पनि भन्दैन हामीले त्यही भएर चाहिँ हो र ठिक छ जस मैले भन्न खोजेको त्यस्तै के त्यही भएर नै गाह्रो भयो भनेर भन्न खोजेँ मैले चाहिँ एकदम आजको मौसम हेर त पनि भन्दैन नि आज वेदरले च्यालेन्ज गरे जस्तो छ भन्छ नि त हामीले आज मौसमले च्यालेन्ज के भन्छ प्रतिस्पर्धा नै भन्छ आज मौसमले प्रतिस्पर्धा गर्न खोजे जस्तो छ त्यस्तै कि जस्तै इङ्ग्लिसै वर्ड बोल्ने भएको चाहिँ अलिकति मलाई चाहिँ गाह्रो म सक्छु जस्तो लाग्थ्यो तर मैले अन्डरस्टिमेट गरेँ मेरो विपक्षको प्रतिस्पर्धीलाई प्रतियोगीलाई ल तपाईहरुलाई एउटा क्वेशन ल के मैले के भने हामीले अन्डरस्टिमेट हैन अन्डरस्टिमेटलाई के भन्छ कमेन्ट्स गर्नुस् त कमेन्टलाई के भन्छ ल कमेन्टलाई के गर्नु भन्छ कमेन्टलाई के भन्छ कमेन्टलाई के भन्छ ल कस्तो गाह्रो के रमाइलो भयो एकदमै हाँस्यो एकदम मजा एकदम फोकस्ड भयो अनि मिठो मिठो खानेकुराहरू खायो कतिपछि सो भेरी ग्रेटफुल एन्ड थ्याङ्क यू फर ह्याभिङ अस अगेन एन्ड अगेन नेक्स्ट टाइमदेखि चाहिँ प्लिज एसटेसमा नम्बर माग्नु होला एसिस्टेन्टले फोन गरे हो गेममा आउने रे भनेर सो यति भन्दै आजको यो हाम्रो च्यालेन्ज पनि यही समाप्त भएको छ हामीलाई रमाइलो लाग्यो तपाईहरुलाई पनि हेरेर रमाइलो लाग्यो होला तपाईहरु पनि यस्तो खेल्नुस् आफ्नो साथीहरुसँग आफ्नो फ्यामिली रिलेटिभ्सहरुसँग भेट भएको बेला खेल्नुस् एकदम रमाइलो हुन्छ हैन अनि अरु हामीले के च्यालेन्जहरु गर्न हेरेको अनि अरु हामीले च्यालेन्जहरु हेरेको के राख्नु पर्छ नि अनि अरु हामीले च्यालेन्जहरु गरेको हेर्न मन छ भए पनि कमेन्ट गर्नु होला हामी अहिले अलि काम व्यस्तताका कारण केही पनि गर्न पाइरहेका छैनौं त्यही भएर कामको व्यस्तता भइरहेछ समाजमा हामी सिरिज राइटिङ गरेर छौं हैन त्यही भएर लास्टै बिजी छौं अनि हामी यही लेख्छौं यही खान्छौं यही गेम खेल्छौं हैन यही भइरहेछ नि आजकलको दिनचर्या अनि धेरै जनाले चाहिँ अब आशुतोषकोमा पनि भिडियोजहरु आइराको छैन यताउति भनेर धेरै धेरै कम्प्लेन्ट्सहरु हुन्छ नि खै कहिले भिडियोज आउँछ कहिले एउटा कमेन्ट के थाहा छ के रे यो आशुतोषले नेवामा भिडियोजहरु बनाएर फेम सेम सबै कमायो अब त्यो फेम कमाइसकेपछि
अब त्यो जुन गर्नुपर्ने त्यो छोडेर चाहिँ अरूतिर लागिरहेछ टाइपको कमेन्ट क्या which is very wrong because I know what I am doing, I know what we are doing. अनि बाहिरबाट हामीले बिकज हामीले अब जे ल्याउन लाग्छौँ त्यो प्रोजेक्ट त्यो बिगर देन ख्याल बिगर देन एनी अफ आवर प्रोजेक्ट हामीले चाहिँ प्रपर 16 एपिसोडको सिरिज लेख्दैछौँ र हामीले प्रपर त्यो सिरिज नै निकाल्ने प्रयासमा छौँ सो होपफुली यु गाइज विल गेट टु सी हुन्छ नि हाम्रो सिरिजको एपिसोड्स पनि सो स्टे ट्युन त्यसको लागि चाहिँ अनि डोन्ट थिङ्क कि लाइक हामी स्पेसली म डिस्ट्र्याक्ट भएर चाहिँ आफ्नो कोडलाई छोडेर चाहिँ अरू पैसा कमाउनुतिर लागिरहेछौँ त्यस्तो केही पनि होइन आइ एम फोकसिङ अन अपलिफ्टिङ आवर कल्चर आइ एम फोकसिङ अन अपलिफ्टिङ हाम्रो इन्डस्ट्रीलाई द्याट्स के हुन्छ द्याट्स द ओन्ली थिङ आई वान्ट डु अनि द्याट्स द ओन्ली थिङ आइ एम गोना डु टिल आई रिटायर भनौँ न त्यही भएर अलि अब अझै अलि वेट गरिदिनुस् जस्ट बिगर देन एनीवन कुड एभर एक्सपेक्ट भन्ने कुरा चाहिँ याद राख्नु यिनीहरू यो गर्न पो हराएर आएको भन्ने चाहिँ हुन्छ जे नै आउँछ ब्याङ्गर आउँछ अनि वी वान्ट टु शो मच मोर हायर लेभलको कन्टेन्ट अझै अनि वी आर डेफिनेटली गर्न डेलिभर त्यो कन्टेन्ट सुन तपाईँहरूको माझ चाहिँ अब त्यही नै हो नि अब सबैजनाले जहाँ भेटे पनि भिडियोजहरू नयाँ आइरहेको छैन भनिरहेछ अब त्यसैको लागि नै अब हामी एभ्री डे नै खटिरहेछौँ अब त्यो कुर्ने मान्छेलाई गाह्रो नै भइरहेछ तर हामीलाई पनि गाह्रो नै भइरहेछ क्या किनभने सबै कुरा मिलाउनु पऱ्यो सोच्नु पऱ्यो अलि राम्रो गर्नको लागि अलिकति टाइम पनि चाहिन्छ त्यही भएर धैर्य गरिदिनु होला हामी पनि धैर्य नै गरिरहेछौँ अनि त्यो लेख्नेमा अलिकति बेसी नै मिहिनेत गरिरहेछौँ त्यही नै हो अरू प्रायः जस्तो कामै छोडेर यसमा नै लागिरहेछौँ भने पनि हुन्छ है कति भनौँ 100मा 75% त यसमै लागिरहेछ भन्नु पर्ला यार त्यस्तै भइरहेछ त्यही भएर चाहिँ धैर्यदार पनि गरिदिनु होला आउँछ जे आउँछ दामी आउँछ त्यही नै हो त्यही हो अनि त्यही हो अब अरूमा चाहिँ सम्झनाकोमा पनि यस्तो भिडियोज आइरहेछ आँसुले पनि कुनै कुनै भ्लगहरू हालिरहेछ अब मेरो पनि डायमन्ड भ्लग आइरहेछ त्यही हेरेर अहिलेलाई मनोरञ्जन लिनु होला बाँकी त छँदैछ मनोरञ्जन दिई पनि राख्न ट्राई गरिरहेछ पनि इन्टरटेन भइरहेछ होला अनि त्यही हो अरू त केही होइन जो सिरिज चाहिँ बबाले आउँछ त्यो चाहिँ म प्रमिस गर्छु त्यो आएन भने चाहिँ के भन्छ मेरो नाक काटिदिन्छु नाम चेन्ज आशुतोषबाट तोष मात्र आउनु छैन तोष बिहारेछ ल त्यति नै भन्दै वी होप यु इन्जोय दिस भिडियो मेक श्योर टु लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब बाइ गाइस गुड नाइट